ठिक छ दारू छ दाइ दारू नेपाली पार्क आके कैसा फील हो रहा है भैया बहुत मजा आ रहा है नेपाली लड़की चाहिए या नहीं हेलो एभ्रिवान सबैजनालाई चाहिँ नमस्कार सबैजनालाई मेरो नयाँ भिडियोमा स्वागत छ अहिले चाहिँ हामीहरू चाहिँ बर्दुबईको नेपाली पार्कमा आइसकेको छौँ यहाँ त एकदमै हाम्रो सामाजिक सञ्जालमा चाहिँ एकदमै फेमस भएको ठाउँ जो चाहिँ नेपाली पार्क भनेर भन्थ्यो नि हाम्रो यो नेपाली पार्क चाहिँ यही रहेको छ जहाँ चाहिँ हाम्रो एकदमै नेपालीहरू धेरै भएको ठाउँ जसलाई चाहिँ नेपाली पार्क भनेर चिनिन्छ यो चाहिँ हाम्रो अमेरिकामा छ नेपाली पार्क यो सबै चाहिँ हाम्रो नेपाली पार्कहरू हो यहाँतिर चाहिँ पहिले मैले सुनेको होइन यहाँ चाहिँ पहिले अब चटपटे पानीपुरीहरू भयो यताउति यो सब बेच्थ्यो अरे क्या अनि त्यसपछि चाहिँ पछि चाहिँ हटेछ क्या म चाहिँ आज पहिलोचोटि आइरहेको छु यतातिर यो हजुरहरूले हेरिराख्नु भएको चाहिँ दुबईको नेपाली पार्क चाहिँ अहिले यस्तो राम्रो शान्त सबै छ है तपाईहरु हेर्न सक्नुहुन्छ हामीहरु चाहिँ अहिले हाम्रो हुनुभएको नयाँ प्राइम मिनिस्टर बालेन दाइ होइन हामीहरूलाई धेरै केही चाहिएन मलाई चाहिँ तपाईबाट यही आशा छ कि हामीहरू दुबई आएर हेर्नु न यस्तो शान्त यहाँ कोही मान्छेहरू छ केही छैन यहाँनिर चाहिँ यस्तै शान्त चाहिँ हामीहरू पनि नेपालमा पनि खोजिरहेको छौँ त्यही भएर चाहिँ तपाईले नेपाललाई पनि यस्तै शान्त सुन्दर बनाउनुहुन्छ भन्ने आशा गरेको छु भन्दै म चाहिँ अब आउँदाखेरि चाहिँ बालेन दाइ हाम्रो चाहिँ यस्तो हुनु पर्यो है हेर्नुस् शान्त हुनु पर्यो सुन्दर हुनु पर्यो सफा हुनु पर्यो म चाहिँ आज आइसकेको छु नेपाल भनेपछि चाहिँ नेपाल चाहिँ होइन यो हो हाम्रो नेपाली पार्क जुन चाहिँ हाम्रो दुबईको बर्दुबईमा छ यो चाहिँ हाम्रो के हो नेपाली घरै हो कि के हो त्यस्तै भाइब्स आइरहेको छ है यतातिर चाहिँ मेरो इन्डियाको दाइ भैया नेपाली पार्क आके कैसा फील हो रहा है भैया बहुत मजा आ रहा है नेपाली लड़की चाहिए या नहीं अच्छा वाला चाहिए या सुंदर चाहिए या संस्कारी चाहिए हामी चाहिँ मिठो गफ गर्दै हिँडिरहेको छौँ नेपाली पार्कतिर है हाम्रो बोटहरू रहेको छ म चाहिँ आज फर्स्ट टाइम आइरहेको छु है त यतातिर चाहिँ हाम्रो बोट रहेको छ एक डुब्की मारे क्या भैया इधर टक्कसँगले यो चाहिँ हाम्रो बर्दुबई नेपालीले राज गर्न सकेको ठाउँ यही नै हो है त हाम्रो ठिक छ दारू छ दाइ दारू अभी 2 हो गया क्या बोलते हैं आप उसमें नेपाली जैसा लग रहा हो क्या ऐसा बोलते हैं यार ओके बाद में बोलते हमको मालूम नहीं बोलने के लिए ऐसा लग रहा है भैया पान ऐसा वाला इसमें बहुत अच्छा रहेगा इसमें अरे बस 10 रुपये का है ले लो रे ले लो ऐसा बोल के चलना पड़ेगा इधर
नेपाली हो नि, ये अपना वाला जगह है। नेपाली पार्क चाहिँ यस्तो शान्त रहेको छ है। यहाँ चाहिँ नेपालमा चाहिँ हाम्रो नेपाल त्यति शान्त छैन यार। दुबईमा बरु यो नेपाली पार्क चाहिँ यति शान्त छ यार। नेपालमा यस्तै शान्त बनाउनु पऱ्यो कि। नेपालमा चाहिँ आन्दोलन गरिरहेको छ यार तिमीहरू। यहाँनिर नेपाली पार्क हेर न, माशाल्लाह यस्तो शान्त छ यार। यतातिर चाहिँ हाम्रो पुरै बोटहरू छ। यहाँदेखि चाहिँ हामीहरू 1 घन्टासम्म घुमेको चाहिँ 120 दिराम रे। अनि हाम्रो 60 मिनट घुमेको चाहिँ होइन, 30 मिनट हो अरे, 30 मिनट घुमेको चाहिँ 60 दिराम रे। त्यस्तो भनिरहेको छ। यहाँ चाहिँ हामीहरू चाहिँ जाँदैनौँ, हामीहरू चाहिँ क्रिक हर्बर जाने भनेर आएको। यहाँदेखि चाहिँ नजाँदो रहेछ। अब चाहिँ हामी फेरि फर्किनु पर्ने हुन्छ। Static hum invades my veins, marrow. Lights flicker, shadows.